के बुझ्नु पर्यो भनेपछि सरकारको रेटमा हामीले 40% गर्न पाइयो हैन, अनि चलचल्तीको रेटमा चाहिँ 60% हो। यो 40 र 60 किन गरेको भने अब सरकारको रेटमा जहिले पनि उसको न्यूनतम मूल्याङ्कन आएको हुन्छ कि हाम्रो मालको जुन छ त्यसमा जहिले पनि न्यूनतम मूल्याङ्कन छ ल। अब 60% किन गरेको त भन्दाखेरि चाहिँ चलचल्तीमा त सरकारको मूल्याङ्कन अनुसार अब 3 लाखमा चाहिँ उनीहरूले 2 लाख जग्गा बेच्दैन नि हैन हो। त्यो भएको कारणले गर्दाखेरि अब सुरुमा हामीले के हेर्नु पर्छ भने 3 लाख रुपैयाँ मालपोतको त्यसै बुझ्दै क्लियरली तपाईहरुले चाहिँ हेर्नुला 3 लाख रुपैयाँ भनेको यसको मालपोतको मूल्याङ्कन हो, चलचल्तीको मूल्याङ्कन भनेको 10 लाख हुन्छ। उलाई चाहिएको 5 लाख रुपैयाँ मात्रै हो रे। उले चाहिँ मलाई चाहिँ म व्यवसाय गर्नको लागि चाहिँ मलाई 5 लाख रुपैयाँ चाहियो भनेर आएको होइन, ट्र्याक्टरको लागि चाहिँ त्यो कुरा बुझ्नु पर्यो। अब यहाँ हेर्नु यो 3 लाखमा 3 लाखले के गर्ने त भन्दाखेरि चलचल्तीको मूल्याङ्कनलाई 1 कट्ठाले भाग गर्ने, जति जग्गाको क्षेत्रफल छ त्यसले गुणन गर्ने र त्यसको 40% राख्ने। 3 लाख भागा 338.36 इन्टु 677.26 गर्दाखेरि 5,79,999 रुपैयाँ आयो। यसको 40% गर्दाखेरि 2,39,999 रुपैयाँ आयो। यसको क्लियर छ? ठिक छ। अब यो 10 लाख हो हैन, 10 लाख भनेको चलचल्तीको रेट हो, गाउँको रेट। तपाईलाई चाहिँ कति जग्गा किन्ने हुन्छ ती कुराहरु हैन। अब यसलाई के भने यो 10 लाख भागा 338.36 गुणा 677.2 छ गर्दाखेरि 19,79,999 आयो। यो छोडेर 20 लाखमा जान्छ है, 0.0 गर्दाखेरि 20 लाखमा जान्छ है। अब यसको 60% गर्दाखेरि 11,79,999 आयो। क्लियर? कुन यो आउँदै छ। यसको 60 यहाँ यो 40%, यसको यो 40%, यसको यो 60% हैन। अब यसलाई चाहिँ यो 10 लाख भागा 338.36 गुणा 677.2 छ। यो भनेको जग्गाको क्षेत्रफल है, उसको 2 कट्ठा है, 5 कट्ठा होला, 10 कट्ठा होला, उसको 15 कट्ठा होला, त्यो अनुसार त्यसको क्षेत्रफल निकाल्ने हैन, कति छ त्यो अनुसार। अब यसको यो 60% भनेको 11,79,999 हो। अब यो दुईले जोडियो, यो 2,39,999 प्लस 11,79,999 यो कमसेकम 12 लाखमा जान्छ हैन। यो पनि 24 लाखमा जान्छ, यो 10 लाख हो। अब 14,39,998 रुपैयाँ आयो जग्गाको टोटल मूल्याङ्कन। यो चाहिँ हाम्रोमा भन्यो भने कुल सिफारिस मूल्याङ्कन राम्रो आएन। कुल सिफारिस मूल्याङ्कन भनेको हुन्छ कुल सिफारिस मूल्याङ्कन यति आयो 14,39,998। यसको अब 50% गर्यो, फाइनल रेट भनेको अब 7,90,999 रुपैयाँ चाहिँ यसलाई साइड यो चाहिँ हामीले फाइनल लिमिटमा लगाउने गर्छौँ। ठिक छ।